सो फाइनली गाइज हामी आइसक्यौँ होइन तपाईँहरू सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला सन्चो नभए नि आरामै त हुनुहुन्छ होला त्यही हो भाइहरू म काट्ने चलन छैन है कसले भनिदिएको त्यही हो अब यिनी भाइलाई छोड्नु जाने हो कनु भन् मलाई त के चाहिँदैन भन्दै त अब यिनी भाइलाई बिचको भाइलाई छोड्न गइन्छ अब छोड्न गएपछि के हुन्छ अब गाडी चढाइदिन्छौँ त्यही हो अब गाडी चढाइदिने भाइलाई अनि त्यसपछि के हुन्छ भाइ यता पुज्देऊ ओइ ओहो एक राइडर इनको च्यानललाई सब्सक्राइब गरिदिनु होला सो फाइनली गाइज हामी चाहिँ हिँडिसक्यौँ भाइ अब यिनी भाइलाई छोड्न यिनी भाइ चाहिँ रुँदै हिँडिरहन् अब यिनीहरूलाई छोडेर जानु पर्यो भन्दै यिनी भाइ पनि रुन रहन् होइन त्यही हो म चाहिँ रो होइन चल निकाल भयो भाइ मेरो काट्ने चलन छैन भन्नु थाहा लाग्यो के भयो म बोलेको मात्र काट्ने अरू त काट्दैन त्यही हो अब यिनी भाइलाई छोडिन्छ अब बाइक साइक जे आयो त्यसमा पठाइदिने हो कहाँसम्म हार्तोक के हार्तोकबाट उताखेरि अर्कोमा अब त्यही हो अब यसलाई पठाइसकेर ल त्यही हो अब हेरौँ भ्यू हेरौँ होइन भ्यू त छैन खासै यस्तो राम्रो मान्छे त्यही के अन्य अरे कना भयो यार के भनेर ट्रक टिप्परले अरे कहाँसम्म गरेर किन ऊ केटिसीको बोल्न लाग्छ सो फाइनली गाइज होइन अब हामी चाहिँ अहिले हस्पिटलमा छौँ होइन ऊ हस्पिटल त्यही छ अब त्यही दाइहरू पनि आइसक्नु भयो अब साथीलाई चाहिँ अब त्यही बलले ल्याएको के भन्नु अब यहाँबाट मिसन जानुपर्ने जस्तो अवस्था आएको छ त्यही भएर एकछिनपछि गुरुङलाई त्यहाँ दाइहरू आइसक्नु भयो त्यही भएर Sini. Kau mau sini. Oi. 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 Anda sini. Mau. Kau. Sini. Oi. Oi baik. Kau lagi. Kau. Ini. Yang dah yang. Ada sah. Baik baik. भाइ अघि क्रिकेट खेल्दाखेरि क्रिकेट बलेट लागेको छ होइन फेसमा काटनाटमा अनि त्यतिखेर बेहोस भएको होइन ल्याउँदासम्म बेहोस नै थियो होइन सक्छ त हुँदैन कम छ होइन यसमा एकदमै पटक पटक इन्टा लागेको छ हेलो सर 15-20 मिनट सचिन सर यहाँ ल्याउँदासम्म 15-20 मिनटसम्म बेहोसै थियो यस्तो बिरामी लागेन 24 घण्टा अब्जर्भेसनमा राख्नुपर्छ ठुलो हस्पिटलमा होइन यो भनेको प्राथमिक स्वास्थ्य हुन्छ यहाँ बिरामी गर्छ पनि उहाँले भन्नु सक्दैन यदि पछि गएर भोमिट भयो होइन टाउको धेरै दुख्न थाल्यो भिरस भयो काम नसुर्ने गाह्रो हुन्छ हेलो भाइ
हेलो भाइ ओ भाइ चिनिस चिनिस उठेर बस धेरै सुत्नु भन्नु चिनिस को म भन् त अलिक बस्नु भयो बाबु ओइ चिनिस सन्छ त हुँदैन तँलाई एकपल्ट एक्सरे फेसको एक्सरे गर्नु उसलाई दुखिरहेछ त्यही भएर मात्रै हो कि एक्सरे राति चाहिँ गर्नुहुन्छ नि कति त होला नि गर्छ एक्सरे एक्सरे राति गर्नु पर्यो होइन सबै कुरा तपाईँलाई बताइसकेको छु गेम खेल्ने अहिले गेम खेल्ने छिटो छिटो कस्टम बनाएर छिटो दुधैसँग अब कम भयो कि नै पहिला अन्त कम भएको नि कम भयो जम्मा नखाए उठेर बस्छ त्यही लागेको छ यहाँ हुन्छ ठ्याक्कै बलको बुझ्छ नि त्यही लागेको चाहिँ उठेर बस्दै यस्तो सुत्नु हुँदैन धेरै लहरा जानुहोस् कि सबभन्दा राम्रो लहरा जानुहोस् फेसको एक्सरे गर्नुहोस् ढुक्क हुन्छ होइन अहिले तपाईँको चाहिँ बोलिरहेको छ राति तपाईँले झन् राति घरलाई के होला कि भन्ने डर हुन्छ मजाले हुन्छ नि कस्टमर क्रिमले बनाइसकेपछि अलिक पछाडि चढ्छ सिधा गुड स्टेप भलिबल खेल्ने हो फेरि ठाडो पासो ल्याइदिनु ध्यानमा हाल्नुहोस् ए भाइ रेड लाग्यो कस्टम खेल्ने होला के रिया कस्टम खेल्ने नमिसिना ठिक छ है झरेछ नि त्यही छ ए ठाडो गर निन्द्रै लाग्छ झोक्रिया चप्पल पर्दैन लाग्यो देख्नु भएन इमर्जेन्सी लाग्नु पर्दैन भोलि ल हुन्छ क्या भोलि बिहान त्यस्तो होइन भोलि बिहान उता घर लाउने भएपछि चाहिँ एउटा साइन गर्नुपर्छ साइन गर्नु छाप्नुपर्छ है हाम्रो सल्लाह अनुसार चाहिँ घर लाउनु भन्दैन यो त यस्तो हुन्छ यहाँ त माथि त यदि चोट लगाएर यदि बेहोस भयो भने त्यो त्यसलाई 24 घन्टा अब्जर्भेसनमा राख्नुपर्छ बुझ्नुहुन्छ यो थाहा नि तपाईँलाई 24 घन्टा अब्जर्भेसन राख्नुपर्छ हामी घर लगेर जानु भन्न मिल्दैन यदि घर लगेर जाने हो भने चाहिँ एउटा चिठी छ त्यो चिठी पत्रमा साइन छाप लगाएर लगेर जानुपर्छ हस्पिटल जाने ओइ घर घर सुत्न पाइन्छ ओइ घर घर भएको सुत्न पाइन्छ बल्ल अलि एकछिन अनि छ्याक्क थियो अनि सुन्नु यता हेर ए बुझ्छ कर्मचारी नि हो दुखिएछ है त्यसरी दुखिएछ झन्डा नखारी झन्डा त झन्डा नपर्के यहाँ बलले लागेको दुखिएछ न अहिले अहिले कति दुखिएछ भन्दा दुख्छ यसो केही छैन त यो नातो हो नि अर्को त बलले लाग्छ
थोरै हो र शिक्षा जाने मान्छे बल पिटिएको नागा ओइ बुझे भाइ ओइ भाइ बर्बाद जाने नि त हामी अब सन्चै छ अब घर लाउने नलजा के हामी यो केटा हामी यो के त्यो उसमा छापा नलजा। उहाँ किन चाहिन्छ लाने भयो घर लाउनुहुन्छ भने हामीसँग एउटा लामा हुन्छ कि ल हुन्छ मेडिकल एडभाइस हुन्छ डक्टरले दिएको सुझाव नमानेर ल घर लगेपछि तपाईँले चाहिँ आफ्नै के भइहाल्नु तर हाम्रो सल्लाह अनुसार चाहिँ हस्पिटल बेस भएको बिरामीलाई हस्पिटल राख्नुपर्छ तपाईँसँग हामीलाई भर्ना गर्ने सिस्टम छैन त्यही भएर एकछिन सुत्न दे नि तँलाई हामी बाहिर कुरा गर्दै हेरौँ ओइ हेलो सर नचलाएको भछाउँदै हामी चाहिँ अब सुरुमा भएको चाहिँ बल्ल लाग्यो नि के भाइलाई अब लिएर हिँड्ने। लाएर बिहोस भएको के फुच्चा फुच्ची त्यही भएर अब यही होइन अब चाहिँ अब हामी चाहिँ अब यही हाम्रो रुटमा आइसक्यौँ अब घरतिर परिसक्यौँ अब त्यही अब भोलिको भ्लग भोलि हेर्नु ल त्यसको अब स्थिति के हुन्छ अब त्यो चाहिँ भन्छौँ होइन त्यही अब त्यो भाइ चाहिँ अब लाग्यो कि बेसी लाग्यो भनौँ कि के भनौँ होइन अब हल्का फुल्का उठ्न त सक्थ्यो होला र अब जान्छु जा अब ठुलो हस्पिटलमा गएर देखाएपछि अब हुन्छ भन्ने भयो त्यही भएर अब त्यही अब नेक्स्ट डे अब भोलि चाहिँ अब त्यसको खबरहरू लिएर हामीलाई त्यही अब अर्को दिन भोलि हेरौँ न त्यसको अब खबरहरू पाइराख्नुहुन्छ त्यही हो बाई।